आज म मुलाको अचार बनाएर देखाउँछु। यो अचार मन नपराउने कमै होला। यो हाम्रो भान्साको सदाबहार अचार हो। मुला गाजर राम्रोसँग पखालेर काट्ने, खुर्सानी नि काट्ने, मन पर्छ भने काउली लप्सी पनि राख्नु भए हुन्छ। अब यसमा स्वाद अनुसारले नुन, खुर्सानी, बेसार, तोरी, सर्सो पिनेको धुलो, अब अचारमा राख्ने जिरा, धनिया, ज्वानो, सौंफ, मेथी, पिनेर राखेको मसला पनि राख्ने। अब यसमा तेल, मेथी, खुर्सानी पड्काएर राखेको तेल राखिदिने। तेल अलिक चिसो भएपछि राख्ने र सफा हातले सबै मसलाहरू मल्ने। हेर्नु त सबै मसला मलिसकेपछि यतिको देखिन्छ। अब एउटा सफा सिसीमा यो अचारलाई राख्ने। अब यो मुलालाई अलिअलि गरेर सबै खाँद्ने, मजाले खाँद्ने। सबै खाँदिसकेपछि यतिको भयो। अब राम्रोसँग बिर्को लगाएर घाममा राख्नु भए पनि हुन्छ, भित्रै राख्नु भए पनि हुन्छ। धेरै अमिलो मन नपर्नेलाई 6 दिन 7 दिनमा खानु भए पनि हुन्छ। अब 6 दिन 7 दिनमा निकालेर खाने। हेर्नु त यतिको भयो। अब तयार भयो हाम्रो मुलाको अचार। कस्तो लाग्यो तपाईलाई? हेर्नु भएकोमा धन्यवाद।